कताबाट सर्दाखेरि 27 दिन हो कि 22 दिन लाग्यो भन्नुभएको हो? इफाड आउँदाखेरि 22 दिन। 22 दिन हो सबै भनिदिनु। 22 दिन के अरे गाईहरू मरे नि त गाईहरू। गाई गोरु लिएर हिँड्नु भएको? गाईहरू मरिसके सबै मरिसकेर एक दुईवटा कसैको दुईवटा कसैको एउटा बाँचेको थियो होइन। त्यहाँदेखि अनि उहाँबाट अनि सबै मरिसकि गए गाईहरू। त्यति अनि धपाएर लिएर आएको सर्बङको बाटो, सर्बङबाट आएर त्यहाँदेखि सर्बङदेखि यता आउँदा अनि 27 अनि सानो मानस तर्यो। सानो मानस तरेर अब सानो मानसमा त बाछाहरू चाहिँ तर्दैनन्, गाईहरू चाहिँ तर्छन् भनेर सबै डुङ्गामा हालेर पाइपपट्टि पुर्या। गाईहरू त जान्छन् यति पस्छन्, गाई पारी त जानै सकेनन्। खोला तर जानु सकेन? ठुलो खोला हो मानस खोला भनेको? ठुलो नि मानस पनि भङ्गालामा चाहिँ हामी गएको। अनि त्यहाँदेखि सकेनन् र त्यहाँबाट फर्केर आएर अनि त्यो मानसका बिचमा आएर राति बस्यौँ हामी। राति त्यहाँ बस्यौँ, गाईहरू त्यतैमा बसे भरे त्यतिमा गाई सिम बाँधेर त्यसै छोडेको थियो बगरमा। अनि बेलुका खाने बनाएर खायौँ ओऱ्यौँ अनि सुतेको। एउटा ठुलो मुडो थियो, त्यहीबाट अधिकारी नर्जारी हुने अधिकारीले टक 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 पारेर ती चोइटा उखायो। अनि ती चोइटा अनि आगो जोडेर चोइटा उखाएको थियो, आगो जोडेर चिया पकाएर खायौँ अरू मकिकन आयो ती चोइटा त त्यो आगो बल्दा त। अनि बेलुका अनि भात पकाएर खायौँ न, चामल थिएन क्या, चिउराहरू खायौँ, चिया खायौँ भने सुतेको। राति 12 बजी भएपछि हार पानी आएको सानो होइन। अनि मान्छे उठ्दाखेरि उडाएर लगिहाल्छ हारले। अनि मान्छे यसरी सुतेर बाल्ला सुतेको यति मान्छे गाडी बाल्ला उडाएर अनि गाई जति पर जङ्गल छेउमा गएछन् र जङ्गलको आडमा गाई जति बाँचेछन्, बाख्रा पनि एक दुईवटा बाँचेछन्। 10-12 बाख्रा चाहिँ हावाले पछाएर मऱ्यो। हावाले उडाएर अनि माथि उडायो? माछा उडाएर त पछाएर मार होला नि त। बिहान उठ्दाखेरि मरिया ढाडेर त्यता भइरहेको थियो। बिहान बाख्रा धेरै मरे त्यतिखेर? 10-12 मऱ्यो। गाई केही भएन? गाई चाहिँ केही पनि भन्यो। गाई बाँधेको त मर्थ्यो होला नि कति, बाँधेको थिएन। हावाले कोइराट पर जङ्गलको छेउमाको काठ लागेर बसेको छन् गाई, बाँचेछन्। अनि एक घन्टा 2 घन्टा चाह्यो होला हावा। त्यहाँबाट अनि हावा रहर अनि उठेर हेर्दाखेरि गाई बाख्रा छैनन्, कहाँ छैन। ती मान्छे अब पानीले गोदेर मर्ने रहेछ चिसाले। ती डोगाबाट चाहिँ हावा रहेपछि उठेर बस्यौँ। अनि त्यहाँदेखि ती सुत्यौँ। अनि बिहान उज्यालो भएपछि अनि त्यहाँदेखि भात पकाएर खायौँ ओऱ्यौँ। त्यहाँबाट अनि भात पकाएर खायौँ। अनि ती बाख्रा मरेको बाख्रा कसैले ल्याएर खानै परे। मासु काटेर कसैले पोलेर खाए, कसैले पकाएर खाए। अनि त्यहाँदेखि अनि मासु पोको पाएर भारी हालेँ। त्यहाँदेखि बाटो आएको अनि ठुलो मार्चमा आइपुगेपछि ठुलो यो घर जस्तो पोटेला हुँदो रहेछ होइन। त्यो घर भन्दा ठुलो 17-17 18 थियो गाई भैँसी गर्दा 5 घरका। अनि त्यो पोटेलामा हालेर दाम्राले सबै बाँधेर त्यो पोटेलामा हालेर 3 बान गरेर तारो। 3 बान गरेर तारेको? भैँसी गाई सबै? गाई भैँसी 2 बानमा लगो, मान्छे 1 बान। नौकामा? पोटेला ठुलो यो घर जस्तो पोटेला हुन्छ। नौका त सानो हुन्छ नि त। पोटेला भनेको चाहिँ ठुलो यो घर जस्तो हुन्छ गाई भैँसी तार्ने। इन्डियाको त्यो चाहिँ? इन्डिया होला हौ। अनि त्यहाँबाट अनि तपाईँहरू त्यति गरेर अनि कता जानुभयो? त्यहाँबाट आएर अनि त्यो चाहिँ कुम्रीकट्टा बजार निक्ल्यौँ। कुम्रीकट्टा बजारबाट त्यहाँदेखि अनि त्यो गएका दिन चाहिँ गएर कुम्रीकट्टाका छेउछाउ गएर बस्यौँ बास। त्यहाँदेखि भोलिपल्ट चाहिँ अनि न्याउली बढ नदी पुग्यौँ। भने भोलिपल्ट न्याउली बढ नदी 12 बजी चाहिँ पुग्यौँ। 12 बजी पुग्यौँ। 22, 23, 24, 25, 26, 27 दिनका दिन। 27 को दिन? 27 दिन
नेउली भुटान पुग्नु भएको अँ निचुला आले कटारदेखि पिङखुवादेखि पिङखुवादेखि अँ हिँडेरै जानुभएको त्यत्रो हिँडेर गाई धपाउँदै अब गाई बिमारी गाई सबै कोही मरिसरि गयो अनि ती अलिअलि बाँचेका थिएँ अनि अब गाडी हाल के भनेर चराउँदै धपाउँदै लिएर गएको